बाटोघाटो जुन एउटा ठाउँको विकासलाई महत्त्वपूर्ण कुरा हो। एउटा कुनै व्यवसायी अथवा कुनै जग्गा दलाली गर्ने मान्छेहरू अथवा समुदायले प्लटिङ गर्ने, जहाँ मन लाग्छ त्यहाँ ल्याएर बाटो बनाउने, जहाँ पानीको स्रोत छैन, जहाँ कुनै पार्कहरू बनाउने ठाउँ छैन, त्यस्तो ठाउँमा गएर प्लटिङ गरेर घर बनाइदिने। अब राम्रो जङ्गल हुनुको ठाउँमा जङ्गल बाँधिदिने र त्यहाँ चाहिँ घर बनाइदिने। न त्यहाँ पूर्वाधार छ, स्कुल छ, न स्वास्थ्यको सुविधा छ, न पानी छ, न ढल छ। तर के भयो, त्यहाँ चाहिँ हाम्रो स्रोत खर्च भयो, नाश भयो र सानो प्राकृतिक विपदमा पनि ती सारा लगानी चाहिँ हाम्रो चाहिँ नष्ट हुन गयो। त्यसैले अब राष्ट्रिय स्तरमा हरेक हाम्रो जिल्लाहरूमा एउटा चाहिँ पूर्वाधारको मास्टर प्लान बन्नुपर्छ र कहाँ बस्ती बनाउने, कहाँ बजार बनाउने, कहाँ हस्पिटल, कहाँ कलेज, कहाँ पार्क, कहाँ सडक, त्यो कुरा चाहिँ एउटा मास्टर प्लान हुनु पर्यो। त्यो मास्टर प्लान अनुसार चाहिँ पूर्वाधारको जुन निर्माण हुन्छ त्यो गुणस्तरीय निर्माण गर्नु पर्यो। त्यो ठेक्कापट्टा गरेर आफ्नो मान्छेलाई ठेक्कापट्टा पारेर कमिसन खाएर गुणस्तरहीन निर्माण गर्नु भएन। त्यसले गर्दा के हुने भयो भनेदेखि हाम्रो स्रोत साधन नष्ट भयो, जनधनको क्षति हुन गयो। हामीले अब कडाइका साथ यो कुरा लागू गर्न सक्नुपर्छ र भविष्यमा जति पनि हामी पूर्वाधार निर्माण गर्छौँ एकदम गुणस्तरीय हुनु पर्यो र प्लान अनुसार हुनु पर्यो। यदि प्लानभन्दा बाहिर कसैले कुनै कुरा परिवर्तन गर्न चाहन्छ भने त्यो सबै भन्ने ठाउँमा हामी पुग्न सके पो। हामीले उठाएको आवाज कसले सुन्छ? अहिले जेनजीले गर्दैछ। मलाई त आश लागेको छ जेनजीप्रति। हो, यो कुरा त ठिक हो। अहिले जेनजीले पुगेका छैनौँ। हामीले हामीले आवाज उठाएकै छ, बेला बेलामा भनेकै छ, तर कसले सुन्छ यो कुराहरू? आवाज आफ्नै घर अगाडि केही गर्न सकिँदैन। अरूको छलफलमा हुनु पर्यो। आउँदो जनप्रतिनिधिहरू, आउँदो जेनजी पुस्तासँग आश लाग्दो छ। विचार गर्नुपर्छ।